हाई गाइज गुड मर्निङ। अहिलेको समय रहेको छ बिहानको 8 बजे र टेम्परेचर कुरा गर्दाखेरि आज 19 डिग्री छ होइन मर्निङको। म चाहिँ आज थोरै कपाल काटौँ न त, यो भोसडीले काट्नु पर्यो के बोले भाइ? अब के बोले? बढाइ गऱ्यो होइन, त्यही भएर चाहिँ म कपाल काट्न जान लागिरहेको छु होइन। यसले पैसा जोगाइदियो त यसलाई अब खान्नु पर्यो कि जाँठो बढाइ गरिरह होइन। पहिलेदेखि काट हेयर त म सेक्रेटरी पनि हो नि त, अनि के अरे काट हेयर तैँले गर्दा पनि अरू स्टाफहरू बस्छन् यार। के अरे तँ भोसडीले त काटे होइन, अनि त मलाई किन काट्न लगाइदिन्छौ भन्छन् स्टाफहरूले होइन। त्यही भएर चाहिँ मैले कपाल काट्छु, अनि बल्ल स्टाफहरूलाई गाली गर्न सजिलो हुन्छ नि त, भोसडीहरू कपाल किन काटेनस् भनेर होइन। अनि सो गाइज म कपाल काट्न गएको छु होइन। अनि यति मैले कपाल काटेन भने फेरि अरू पनि काट्दैनन् क्या। किन काट्दैनन् भनेपछि म सेक्युरिटी हो नि त, मैले अरू स्टाफहरूलाई चेक गर्नुपर्छ होइन। मेरै कपाल बढ्यो भने त अरूले पनि एक्सक्युज पाउँछ नि त भोसडीले नकाट्ने साला म काट्छु भन्छ नि त। त्यो कारणले गर्दा पनि म कपाल काट्न जान लागिरहेको छु। 5-6 मिनटको बाटो छ होइन। यो भोसडीलाई चाहिँ दह्रो फाल्नुपर्छ। 5-6 मिनटको बाटो छ यहाँदेखि। कतिमा भन्दाखेरि दुबईमा होइन 5 दिराममा फाल्दैछु कि कपाल होइन। अनि बिहानको मौसम एकदमै बबाल मजा आइरहेको छ होइन। कस्तो बिहान हिँड्दा पनि कस्तो फ्रेस के। नेपालमा त कोही त अहिलेसम्म सुतिरहेको होला होइन। उठा उज्यालो भइसक्यो यहाँ त। अनि अर्को कुरा गाइज होइन, के कुरा गर्न गइरहेको छु भने यो 2-3 दिन अगाडि मैले 2-4 जना केटीहरूलाई एसएमएस गरेको के, हाई भने एसएमएस गरेको 2-4 जना केटीहरूलाई। तिनले के भने भिसी इज एभाइलेबल भने क्या होइन, मेसेज पठायो क्या। यसो साइको भयो, अनि भिसी भनेको के रहेछ फेरि भनेर सोचेँ होइन। अनि हल्का दिमाग लगाऊँ त भनेको भिसी भनेको भिडियो कल रहेछ। मलाई के थाहा त होइन, मलाई थाहा थिएन नि त, डाइरेक्ट भिसी भन्छ। अनि भिसी भनेको भिडियो कल रहेछ क्या। अनि मैले सोचेँ होइन, भिडियो कल भने क्या त्यसले पनि रहेछ भिडियो कल होइन। अनि कल गरेँ, कल रिसिभ गरिने। अनि किन भिसी भन्छ कल रिसिभ गर्दैनौ त भन्दाखेरि के भन्यो भने त्यसले पहिला 500 रुपियाँ पे गर्नुपर्छ भने क्या। तिमीलाई मैले भिडियो कल गर्दाखेरि किन फेरि 500 रुपियाँ पे गर्नुपर्छ त भनेको। त्यसरी एभाइलेबल हुँदैन, 500 रुपियाँ पे गर्नुहोस् अनि बल्ल के अरे भिसी गर्नुहोस् भने। बल्ल मैले पहिलोचोटि सुने कि के अरे भिडियो कल गर्दा पनि 500 रुपियाँ लाग्दो रहेछ भनेर क्या। अनि मैले किन तिमीलाई पे गर्ने 500 रुपियाँ, अनि म तिमीलाई कलै गर्दैन नि त भनेको। अनि त्यसले भने तँ खाले भिडियो कल होइन के भने क्या। अनि कस्तो चाहिँ भिडियो कल हो त भने भन्दाखेरि अनि कति मजा दिन्छु रे। यसो सोचेँ भिडियो कलमा पनि सामान्य कुराहरू हुन्छ, अनि काटेर मजाको कुरा आयो भने सोचेँ क्या। अनि के कस्ता कुराहरू हुन्छ भनेको पहिला पे गर्नुहोस्। अनि चाहिँदैन नानी यार, मैले तिमीलाई आजकलको जमानामा पनि के अरे भिसीको कुरा पनि बहुत आइरहेको हुन्छ होइन। किन भनेपछि धेरै आइरहेको हुन्छ क्या। अनि त 500 रुपियाँ भयो, मेरो घरको फ्यामिलीहरूले के अरे एक छाको मासु त खान्थे यार। मासु खान अब धेरै भए मेरो घरको फ्यामिलीहरूलाई होइन, एक छाको मासु त खान्थे यार। किन म तिमीलाई 500 रुपियाँ गरेँ होइन। अनि
सो गाइज चाहिँ म के अरे गलघाट पनि गइरहेको छु होइन एकदमै बिहान होइन एकदमै इन्भाइरोमेन्ट पनि एकदमै फ्रेस छ होइन एकदम बहुत राम्रो छ र बिहान हिँड्दाखेरि सुस्त पनि भइन्छ अनि हेल्दी भइन्छ होइन त्यही भएर म चाहिँ यो भोसडीलाई हल्का सानो गरम न त भन्न जान लाग्छु अहिलेसम्म त पैसा जोगाइदिएको थियो अब फेरि 5 दिराम जाने भयो होइन अनि मैले सधैँ त्यहीँ गएर काट्ने गर्थेँ कपालहरू के अरे आज फेरि बस तल छुट्टी भन्दै त्यही भएर छुट्टी हानिदिएको छ होइन त्यही भएर यो भोसडीलाई पनि रित्ताइदिउँ न के टक्लै हानिदिनु पर्छ क्या यार कमसेकम 5 दिरामहरू त बच्छ यार हैरान पारिसक्यो कि यसले पनि कहाँ त फेरि लखर आइज यस्तै छ केटा होइन दुबईतिर तिम्रो बेरोजगारी छौ मेरो साथीहरू आइजाऊ यहाँ दुबई बरु यसो डुलम्ला घुमम्ला पैसा कमाउँदा त्यस्तै हो डुलेर आउन्जाउला के गर्छौ त अनि गाह्रो ह म फेरि कुन बाटो आएँ यार यहाँ धुलो है त यार भोसडीहरू कस्तो धुलो यार म कुन बाटो आइरहेको छु बिहान धुलोको दर्शन गर्न पर्ने यार तपाईँले देख्नु भइसक्यो होला यो होइन मैले 5 दिनमा कल फाल्ने लगाएँ अपनै छैन यो भाइलाई मैले पहिलोचोटि यही सपमा देखेको थिएँ र म यो सबको रेगुलर कस्टमर पनि हो होइन यहाँ सस्तो र राम्रो कपडा काट्ने भएको कारणले गर्दाखेरि म यो सबमा सधैँ जाने गर्थेँ र एक्कासी त्यो भाइ पनि यो सबमा आएको थियो र कपडा काट्दिनको लागि होइन स्टाफ भनेर र मैले कुराकानी गर्दै जाँदा त्यो भाइको र मेरो धेरै कुराकानी भयो उसले पनि मलाई मनको कुराहरू बताएको थियो इन्डियाबाट रहेछ ऊ भाइ पनि र आफ्नो फ्यामिलीको बारेमा र यहाँ दुबई आउनुको कारण के रहेछ त्यो बारेमा धेरै कुराहरू बतायो र एकदमै दुःखी लागेको थियो 20-25 मिनट लगाएर त्यो भाइले कपाल काटेर सक्यो र सकेपछि फेरि पनि आएछ भनेर भनिरहेको थियो र अफकोर्स म फेरि पनि जाने नै छु त्यो भाइकोमा कपाल काट्न त्यही भाइसँग र एकदमै रमाइलो भएको थियो हाम्रो दुईजनाको कुराकानीको पलहरू र सायद यस्तो मान्छेहरूलाई कहिले पनि भुल्न सकिँदैन होला किनभने राम्रो बोली बोलिदियो मसँग भाइ watching my vlog, like and share and subscribe guys. I am going to outside and then after I go in the room. So guys, also my कपाल सबले काटेर पनि बाहिर आइसकेको छु र अनि एउटा कुरा के गर्नु मन लाग्यो भने दुबई, कतार, मलेसिया, कुवेतमा रहनुहुने दिदीबहिनीहरू के साह्रो बिग्रिनु भएको जहाँ जे पनि नराम्रो भिडियोहरू आइरहेको हुन्छ नराम्रो चिजहरू आइरहेको हुन्छ किन के भइरहेको छ आजकल खै मैले बुझ्न सकिरहेको छैन नराम्रो हरकतहरू आइरहेको छ क्या यस्तो चाहिँ किन गर्नुहुन्छ यार के को लागि गर्नुहुन्छ पैसा सोच्नुहोस् तपाईलाई दुईटा अप्सन दियो भने तपाईँ के रोज्नुहुन्छ पैसा रोज्नुहुन्छ वा इज्जत रोज्नुहुन्छ तपाईले गर्दा हैन म धेरै दुब्लाइसके के किन भन्नु न किन भनेपछि तपाईहरुको राम्रो कामहरु आइराख्छ हैन काण्डहरु साण्डहरु अनि
मलाई साथीहरूले फेरि सेयर गरिदिन्छ क्या भोसडी नगर्दैन भनेको होइन साथी राम्रो चिज आइरह हेर्न त भन्छ के चिज रहेछ भन्दा उही हुन्छ अनि अर्कोचोटि फेरि कहिले कुवेत हटाउँछ कहिले मलेसिया भटाउँछ साथी यो चाहिँ कस्तो राम्रो छ यार हेर त एकचोटि भन्छ फेरि त कस्तो रहेछ भने हेरिदिन्छु होइन तँ पनि त्यस्तै हुन्छ अनि फेरि अर्को आउँछ मलेसियाबाट साथी मलेसिया बब्बाल आइरहेको छ यार काण्ड हेर्नुपर्छ यार यो त तैँले छुटाइस् भने त अब अरूले कसले हेर्छ र यार भनेर लिङ्क पठाइदिन्छन् तँ पनि हेरिदिनै पर्यो कस्तो रहेछ भनेर फेरि उयो हुन्छ गर्दा गर्दै दिदीबहिनीहरू तपाईँहरूले गर्दा गर्दै म दुब्लाइसकेँ यार केटाहरू लिङ्क नपठाऊ त भन्छु मान्दैनन् ला हेर्न भनेर लिङ्कहरू पठाएँ अनि लिङ्क पठाइदिएर हैरान म फेरि दुब्लाएर हैरान पहिला मोटो थियो आजकल भोलि घटेर पेट पनि खार्ला खुट्लुक भइसकेको छ मलाई के अरे एक्सर्साइजै गर्नु पर्दैन कि अटोमेटिक एक्सर्साइजहरू भइरहेको छ होइन प्लिज गाइज प्लिज मेरो केटाहरू लिङ्कहरू पठाइदिने काम नगर है जसले पठाइदिन्छ सबजना म बोलाकानेर राख्छु यस्तै पार भन्दा म के अरे अब 1 महिनासम्म तिमीहरूले लिङ्क पठाइदियो भन्दा म त यहीँ दुबईमै मर्छु त यार केटा दुब्लाएर यस्तो गर्ने काम चाहिँ नगर है केटा बुझ्नुभयो नि यो नराम्रो कामहरू गर्ने चाहिँ नगर केटा अनि दिदीबहिनीहरूलाई के भन्छु भने अचलहरू गतिविधि भिडियोहरू धेरै आइरहेको छ दुबई मलेसिया साउदी कुवेत अनि अरू ठाउँबाट पनि अस्ति मैले बेङ्गलोरमा देखेको थिएँ होइन इन्डियनहरूको हामीहरूको ध्यान के छ भने राम्रो कुरा भन्दा नराम्रो कुराहरूमा चासो बढी छ होइन नेगेटिभिटीहरू बढी छ क्या पोजिटिभिटी भन्दा पनि त्यही भएर तपाईँहरू पोजिटिभ गर्नु क्या नेगेटिभहरूलाई हटाइदिनु न यार माइन्डबाट नेगेटिभ हटाएर अटोमेटिक पोजिटिभ कुराहरू धेरै कुराहरू आउँछ क्या माइन्डमा जुन भनेको तपाईँको ब्रेन डेभलपलाई हेल्प गरिरहेको हुन्छ नयाँ कुराहरूलाई हेल्प गरिरहेको हुन्छ बुझ्नुभयो नि अनि लास्टै बिग्रिरहेको आजको दिदीबहिनीहरू होइन जुन नेपाल छोडेर विदेश आउनु भएको छ के साह्रो हरकत गर्नुभएको तपाईँहरूले मैले भनेको के हो भनेपछि हामी यति बिग्रिनु छ तपाईँहरू यति बिग्रिनु छ भने नेपालमा गएर बिग्रिनु न यार तपाईँको इज्जत फाल्नुभयो बाबाआमाको इज्जत फाल्नुभयो त थाहा तपाईँले गर्दाखेरि देशको इज्जत पनि गइरहेको छ क्या देशको इज्जत कसरी गइरहेको छ भन्दा तपाईँ दुबई कतार मलेसिया जुन ठाउँमा जानुहुन्छ वा युएसए जानु अस्ट्रेलिया जानुहोस् क्यानाडा गिरिस जहाँ जानुहुन्छ त्यहाँ आउने भनेको नेपालकै हो नेपालको यो केटीले यस्तो गरी भनेर आउने हो क्या पल्ला गरे काकाकी छोरीले पल्ला गरे काकाको छोराले यो गर्यो भनेर आउँदैन है तपाईँ बिग्रिनु भने सबभन्दा चाँडै आउने भनेको देशको नाम हो क्या हजारौँ मान्छेले राम्रो काम गरेको देशलाई तपाईँले बदनाम गरिदिने काम चाहिँ नगरौँ होइन सब राम्रो गरौँ अनि आजकल भोलि धेरै भयो कि नराम्रो क्रियाकलाप गरेको मम्मीलाई कति गाह्रो भएको होला होइन 9 महिना राख्यो 9 महिनापछि तपाईँलाई जन्म दियो त 9 महिनाको बिचमा कति कष्टहरू कति कामहरू गर्नु पर्यो अनि त्यसपछि 9 महिनापछि तपाईँ जन्मिनुहुन्छ जब जुन भनेको 0 लेभलमा हुनुहुन्छ तपाईँ कि उठ्न नसक्ने कन्डिसनमा हुनुहुन्छ अनि तपाईँ बिस्तारै बढ्नुहुन्छ कति टेन्सन तनाव दिनुहुन्छ होइन त्यो कारण त्यति दिँदै पनि अनि तपाईँ के अरे स्कुल नर्सरीमा जानुहुन्छ होइन स्कुल के अरे आफ्नो नाम लेख्न सक्ने हुनुहुन्छ अनि त्यसपछि नाम लेख्न हुन्छ त्यति सानोबाट त्यत्रो के अरे तपाईँ इभन विदेश जाने बेलासम्म पनि होइन बाउआमालाई टेन्सन भइरहेको हुन्छ क्या तपाईँप्रति एनी टाइम तपाईँको टेन्सनहरू लिइरहेको हुनुहुन्छ क्या बुझ्नुभयो
तपाईँ जुन तपाईँ त्यो स्टेजबाट 1 कक्षा 2 कक्षा 3 कक्षा गर्दा गर्दै तपाईँ 10-12 वा के अरे फर्स्ट इयर सेकेन्ड इयर पढ्दै जानुहुन्छ। त्यो टाइममा भनेको एकदमै बाउआमा एकदमै थाकिसकेको हुनुहुन्छ। किन भनेपछि उहाँ त मेसिन त होइन नि त। त्यही मेसिन नभएको कारणले गर्दा पनि एकदमै गलिरहेको हुन्छ शरीरहरू होइन। के अरे सास सपोर्ट दिने तपाईँ हुनुहुन्न त्यतिखेर त्यो टाइममा भनेको सानै हुनुहुन्छ र आफूले खाइ नखाइ आफूले हरेक दुःखहरू पाइ तपाईँले हेल्प गरिराख्नुहुन्छ। त्यो कारणले त्यो गर्दा गर्दै पनि होइन तपाईँको उमेरहरू दिन प्रतिदिन बढ्दै जान्छ। बढ्दै गयो भने पनि जाँदा जाँदै अनि तपाईँ भोलिपछि कमाउने हुनुहुन्छ। अनि होइन तपाईँको इङ्ग्लिस राम्रो छ आइएलटिएसहरू गर्न सक्नुहुन्छ भने होइन नानी अस्ट्रेलिया अमेरिकाहरू ट्राई गर, गल्फ कन्ट्री जाने होइन भनेर सजेसन दिनुहुन्छ। होइन तपाईँ त्यहाँ गर्दा त्यहाँसम्म पनि तपाईँ होइन कमजोर हुन्छ होइन नानी बाबुहरू के अरे तिमीहरू अब गल्फ कन्ट्री गए पनि केही हुँदैन, जिन्दगी बित्न सक्छ नि त आरामले। के अरे जिन्दगीहरू भविष्यहरू बन्न सक्छ नि त। गल्फ जाँदा बित्तिकै सबै मान्छेहरू बिग्रेको हुँदैन भनेर तपाईँलाई के अरे बाबा मम्मीले एयरपोर्टसम्म छोडिदिन आउनुहुन्छ आँखाका आँसुका ढिका झार्दै। तपाईँको भनेको लगाव फ्यामिलीतिरै हुन्छ क्या त्यति बेलासम्म। बुझ्नुभयो भने हुन्छ आमा हुन्छ बाबा भनेर भन्नुहुन्छ। त्यो टाइममा भनेको एयरपोर्टसम्म आउने बेलामा खादा लगाइदिनुहुन्छ, टिका लगाइदिनुहुन्छ र आँखाभरि आँसु झार्नुहुन्छ। सोच्नुहोस् त बाबुआमालाई कति टेन्सन छ। त्यति गर्दासम्म पनि छोराछोरीहरू विदेश गए कि नै उडे कि नै भनेर टाइम हेरेर प्लेन चेक गर्नुहुन्छ क्या। बुझ्नुभयो प्लेन हेर्नुहुन्छ आकाशमा यसरी। अनि त्यसको 2-4 महिना हुन पाएको छैन छोरीले त काण्ड ल्याइसकेको हुन्छ। तपाईँहरू यही गर्न आएको यार भन्नु त। तपाईँहरू यही गर्न आएको बङ्गाली पाकिस्तानीहरूसँग यिनी काण्ड निकाल्न आएको। तपाईँलाई भनेको तपाईँको फ्यामिलीले कति आशमा बसिरहेको हुन्छ। तपाईँहरू यही गर्ने यार। 2-4 महिनापछि छोरीको यो यस्तो काण्ड छोरी पाकिस्तानसँग पहिला गएको छ, छोरीको यो काण्ड आइरहेको छ, ऊ गरिरहेको छ। यही हो यार तरिका। यस्तै गरिदिने जे मलाई त्यही गरिदिने। अनि त्यत्रो बाबा मम्मीको आशहरू के अरे समुद्रमा डुबाइदिने। बाबा मम्मीलाई कस्तो हुन्छ कहिले सोच्नु भएको छ? राम्रोसँग सोच्नु क्या, कुल भएर सोच्नु क्या। बुझ्नुभयो नि? अरे उहाँ भनेको तपाईँको आशमा हुनुहुन्छ। अब बुढेसकाल लाग्छ, हामी बुढेसकाल लागेपछि केही गर्न सक्नुहुन्न। उहाँ भनेको तपाईँको आशमा हुनुहुन्छ क्या। तपाईँ जे मनलाई त्यही गरिदिने। के अरे पैसा कमाउन सकेन, पैसा थोरै भयो भने त्यही गरिदिने। गर्नु भएन नि त यार। आफ्नो पैसा सँगसँगै आफ्नो इज्जत पनि हेर्नु पऱ्यो नि त होइन? किन हेर्नु न त इज्जत? अनि पैसै ठुलो कुरा होइन क्या। बुझ्नुभयो नि? तपाईँले महिनाको 30-35 हजार कमाएर पनि इज्जतहरू सम्झिनुहुन्छ भने इज्जत ठुलो हो क्या। बुझ्नुभयो नि? पैसा त जो कहिले पनि कमाउँछ क्या। यदि तपाईँ त्यस्तै गर्नै थियो भने होइन बङ्गाली पाकिस्तानसँग त्यस्तै गरेर पैसा कमाउनु थियो भने तपाईँहरू काठमाडौँ पनि गर्न सक्नुहुन्छ होला होइन? यहाँ के अरे विदेश सारी यस्तो गर्नुपर्छ भने छैन। देशको बदनाम भइरहेको छ तपाईँले गर्दाखेरि होइन? त्यही भएर यस्तो कामहरू नगरौँ दिदीबहिनीहरू होइन? मैले तपाईँलाई रिसाले भनेको होइन होइन? यस्तो कुराहरू आउँदाखेरि लास्ट नराम्रो लाग्दो रहेछ के। बुझ्नुभयो नि? मेरो दिदीबहिनी, मेरो नेपालको दिदीबहिनीहरू यहाँ आएर बिग्रिएको छ। उनीहरूलाई नेपाली भाषा मन पर्दैन। जब बङ्गाली पाकिस्तानीहरूसँग लाग्दा नेपाली भाषा मन पर्दैन, नेपाली केटाहरू देख्न मन लाग्दैन। पैसाको लागि यार संसार त्याग्दिने, बाउआमा त्याग्दिने। यस्तो किन गरिरहेको? प्लिज त्यस्तो नगरिदिनु यार होइन? एकचोटि तिनी बुढा बाउआमालाई सम्झिनु त।
उहाँको मन कस्तो हुन्छ आकाशबाट खसेको पेलेन जस्तो हुन्छ कि भुइँमा जब वज्रान के जब ठोक्किन्छ नि पेलेन सब चकनाचुर हुन्छ नि आगो लाग्छ नि बुढा बाउआमाको मन पनि त्यस्तै हो होइन उहाँको मनमा आगो लाग्छ के उहाँ मर्नु भएको कन्डिसन मर्नुभन्दा अरू उपाय छैन के बुझ्नु भने प्लिज त्यस्तो कामहरू नगरिदिनुहोस् घरको फ्यामिलीहरू सम्झिनुहोस् कन्डिसनहरू सम्झिनुहोस् बुझ्नुभयो नि गाइज सो गाइज आजको एक्सप्लोरेसन पनि एकदमै बवाल मजा आयो मर्निङको अनि अघि नै मैले भनेको थिएँ नि जो सेलिब्रिटीहरू बिग्रिनु भएको छ सबलाई भन्न खोजेको थिएन होइन छैन पनि जो बिग्रिनु भयो उहाँहरूलाई भनेको थिएँ होइन अनि त्यही भएर बिग्रिनु भयो भने सुध्रिनु होइन सुध्रिने मौका हुन्छ छ होइन अनि राम्रोसँग बस्नुहोस् आफ्नो केयरहरू गर्नुहोस् होइन मैले केही कुराहरू भने त्यसको लागि माइन्ड नगर्नु होइन हुन त माइन्ड गरेर के गरिन्छ गतिविधि त्यस्तै गरेपछि होइन मेरो भन्नु पनि केही छैन मैले भनिसकेँ त्यही भएर यस्ता गतिविधिहरू क्रियाकलापहरू नगर्नुहोस् खुरुखुरु आफ्नो कामहरू गर्नुहोस् आफ्नो लिनी र लाइनमा चल्नुहोस् त्यही हो गाइज अहिले म रुम पनि आइसकेको छु होइन आजको एक्सप्लोरेसन एकदमै बवाल मजा आयो सो गाइज यदि मेरो भिडियो मनपर्छ भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरेर बाबा